यदि सुकुम्बासी बस्तीलाई हटाउन थाले भने सबैभन्दा पहिला म छाती थापेर आउँछु भन्ने रवि लामिछानेको यो भिडियो हेर्नुहोस् त। यो आयो भने डोजर चलाउँछ त्यो चलाउँछ भनेर कानुनले तपाईँलाई दिएको कुरा तपाईँको अधिकार हनन गर्न डोजर चलेछ भने डोजरभन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ। यस्तो भन्ने मान्छे आज थापाथलीको सुकुम्बासी बस्ती हटाउँदाखेरि ऊ चाहिँ कहाँ छ भाइ? यस्तो भन्दै धेरै विरोधीहरूले आलोचना गरिरहेको छ अहिले। तर उनीहरूलाई यो थाहा छैन कि रवि लामिछानेले यो बाहेक पनि अरू पनि शब्द केही भनेको थियो। यो हेर्नुहोस् तपाईँहरू। तपाईँलाई गैर कानुनी काम गर्छु म भन्न सक्दिनँ। तपाईँहरू गैर कानुनी ढङ्गले बस्नु भएको छ भने म तपाईँले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न। तर कानुनले तपाईँलाई दिन्छ भने अब यसलाई चाहिँ नि भोटको बैंक बनाएर हामी राख्दैनौँ। यसलाई सदाका लागि बन्द गर्ने त्यो वचन म तपाईँलाई। उसले भनेको रहेछ कि यदि साँच्चै सुकुम्बासी हो भने उनीहरूलाई राम्रोसँग सारेर उनीहरूको व्यवस्थापन गरिनेछ। तर यदि त्यहाँ कोही पनि हुकुमबासी भई पनि त्यहाँ सुकुम्बासीको स्टेटस लिनको लागि र त्यो जग्गाको फाइदा उठाउनको लागि जग्गा मिचेर बसेको छ भने उनीहरूलाई चाहिँ कारबाहीको दायरामा ल्याउने भनेर प्रष्टसँग भनेको रहेछ। तर के त माओवादी कङ्ग्रेस र एमाले पार्टीको मान्छेहरूले अहिले त्यो मात्र सानो क्लिप चलाएर रवि लामिछानेको चरित्रलाई हत्या गर्ने कोसिस गरिरहेको छ। यो विषयमा साथीहरू तपाईँहरू के भन्न चाहनुहुन्छ? तल फटाफट कमेन्ट गरेर भन्नुहोस् त र फलो गर्नुहोला च्यानललाई।